मेरो एउटा स्मार्टफोन सबैजनाले युज गर्छौँ। सबैजनाले हामीले स्पेसल फोन युज गरेकै हुन्छौँ। हामीले जब आफ्नो मोबाइल फोन युज गर्छौँ र मोबाइल फोनमा बारम्बार नोटिफिकेसन आइरहेको छ र फोन चलाइरहेको बेलामा नोटिफिकेसन आएर हामीलाई एकदमै डिस्टर्ब गर्छ। हामीले एकदमै इम्पोर्टेन्ट काम गरिरहेका हुन्छौँ तर हाम्रो फोनमा अनावश्यक नोटिफिकेसनहरू ट्याङ र टुङटुङ गरिरहेको हुन्छ। त्यस्तो ट्याङ र टुङटुङले हामीले गर्न लागिरहेको जुन काम हुन्छ त्यसको लागि एकदमै डिस्टर्ब हुन्छ। तपाईहरुलाई पनि त्यस्तै भइरहेको छ भने म आज तपाईहरुलाई एक क्लिकमा यो नोटिफिकेसन बन्द गरिदिने एउटा ट्रिक बताउन गइरहेको छु। तपाईहरुले यो ट्रिक अन्तिमसम्म हेर्नु होला र यदि मन पर्यो भने तपाईले यो भिडियोलाई लाइक गरिदिनु होला, शेयर गरिदिनु होला र सबै सामु पुर्याइदिनु होला। ल अब आउनुस् म एउटा मोबाइल स्क्रिनमा स्क्रिन शेयर गरेर तपाईहरुलाई कसरी नोटिफिकेसन अफ गर्ने त्यो कुरा सिकाउन गइरहेको छु। सबैभन्दा पहिला सेटिङमा जाने। सेटिङमा गइसकेपछि तपाईले यहाँनिर देख्न सक्नुहुन्छ नोटिफिकेसन। यो नोटिफिकेसनमा क्लिक गर्नु होला। नोटिफिकेसनमा क्लिक गरिसकेपछि तपाईले सबैभन्दा टपमा देख्न सक्नुहुन्छ एप नोटिफिकेसन। एप नोटिफिकेसनमा क्लिक गरिसकेपछि तपाईले जति पनि एप्लिकेसनहरु डाउनलोड गर्नुभएको छ र एप्लिकेसनलाई नोटिफिकेसनको पर्मिसन दिनुभएको छ र त्यसलाई इनेबल गरेर राख्नु भएको छ भने त्यो इनेबल भएको एप्लिकेसनले तपाईलाई नोटिफिकेसन पठाउँछ। त्यही नोटिफिकेसनले तपाईलाई डिस्टर्ब गर्ने हो। त्यसैले यो नोटिफिकेसनहरु चाहिँ तपाईले अफ गर्नुभयो भने तपाईको यो जुन एप्लिकेसनले दिएको नोटिफिकेसनले तपाईलाई बारम्बार डिस्टर्ब गरिरहेको छ त्यो बन्द हुन्छ। जस्तो कि तपाईले हेर्न सक्नुहुन्छ हाम्रो पात्रो, यो हाम्रो पात्रो भन्ने एउटा नोटिफिकेसन, यो यसले बारम्बार नोटिफिकेसन दिइरहेको छ। समाचारहरु आइरहेको छन् त्यसैले गर्दाखेरि चाहिँ यहाँ नोटिफिकेसनहरु हुन्छ। त्यस्तै तपाईले हेर्न सक्नुहुन्छ मेसेन्जरहरु भयो हैन, टेलिग्राम भयो हैन, यी सबै चाहिँ इनेबल छन् नि। यो सबै इनेबल भएका यो जति पनि एप्लिकेसन छ यिनै एप्लिकेसनले गर्दाखेरि हामीलाई बारम्बार डिस्टर्ब गरिरहेका हुन्छन्। फ्लिपकार्ट भयो हैन, यो फेसबुक भयो, टिकटक भयो, अनि यो इन्स्टाग्राम भयो, यस्ता खालका नोटिफिकेसन, यस्ता खालका एप्लिकेसनहरुले बारम्बार नोटिफिकेसन पठाउँछन् र हामीलाई एकदमै इम्पोर्टेन्ट काम गरिरहेको बेलामा पनि माथि देखाए जस्तै यस्तै गरेर र नोटिफिकेसनले हामीलाई बारम्बार डिस्टर्ब गरिरहेको हुन्छ। त्यसैले यो यस्तो खालको नोटिफिकेसन अफ गर्नुपर्छ हैन। यो अफ गरियो भने अनि बन्द मात्र के हुन्छ त भन्दाखेरि बन्द हुन्छ। जस्तो कि टेलिग्रामलाई अफ गर्न पर्यो, यहाँनिर अफ गरिदिनुस्। हाम्रो पात्रो यसलाई नि अफ गरिदिनुस्। तपाईलाई जुन जुन एप्लिकेसनले धेरै नोटिफिकेसन दिन्छ त्यस्ता खालका एप्लिकेसनलाई अफ गरिदिनुस्। तपाईको मोबाइल फोनमा कहिले पनि डिस्टर्ब गर्दैन है त।